साथीहरु आज चाहिँ म आलु खन्दैछु अनि आज यति नै खनेको किनभने फुलमा पानी लाउनु पर्छ। आलु कलर राम्रो छ, कमिला पनि लागेको छ, कम्ती छ फलाइ। यसो एउटा बोटमा अब ठुल्ठुलो फल्दा चाहिँ कम्ती फल्दो रहेछ नि त। यति फलेको छ हो। आज अलिकति खनेको, उता अस्ति खनेको अनि अलिकति खन्दाखेरि चाहिँ त्यति भयो। अनि यहाँनिर सिस्नो पनि छ हो, 10 मिनट। यो फुल पनि सिस्नो यहाँ थियो कि सिस्नो खानु भन्दा भन्दा किरा लागिहाल्यो। यहाँ थियो नि सिस्नो। अनि आलु यता पनि छ। यसरी आलु खनेर मासियो टिप त। अनि खराला घाँस पनि बोरामा टिप्दै हालेको मासी छ नि मेरो साथी। यो तल्ला गारामा चाहिँ लसुन छ। त्यस्तो प्रकार यहाँदेखि उता पनि आलु छ, यता पनि आलु छ। मलाई चाहिँ कति घरमा चाहिन्छ त्यति मात्रै निकाल्छु नि। हरियै छ बोट कि सबै खनेर पनि। अनि तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुस् ल साथीहरु। हुन्छ, हवस्, बाइ बाइ।